दर्शकवृन्द नमस्कार, म रघु त्रिपाठी। आज हामी एकजना यस्ता व्यक्तित्वसँग कुराकानी गर्न गइरहेका छौँ। सन्दर्भ हो दक्षिण कोरियाका समसामयिक विषयहरू, नेपालको पर्यटन प्रवर्धनमा दक्षिण कोरियाबाट हुने सम्भावनाहरू, गैर आवासीय नेपाली सङ्घका गतिविधिहरूलाई लिएर एकजना व्यक्तिसँग आजको अन्तर्वार्ता रहनेछ। यस अन्तर्वार्ताका लागि हामीले दक्षिण कोरियामा लामो समयदेखि बस्दै आउनुभएका, हाल नेपाल पर्यटन बोर्ड दक्षिण कोरिया शाखाका प्रतिनिधि समेत रहनुभएका र कोरिया सरकारले उहाँलाई कोरियाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याए बापत केही वर्ष अगाडि कोरियाली सरकारले उहाँलाई सम्मान स्वरूप मानार्थ नागरिकता समेत प्रदान गरेको छ। उहाँ हुनुहुन्छ एकजना व्यवसायी, समाजसेवी तथा दक्षिण कोरियामा लामो समयदेखि बस्दै आउनुभएका व्यक्तित्व केपी सिटोला। स्वागत गरौँ आजको यस अन्तर्वार्ताको कार्यक्रममा केपी सिटोलालाई। नमस्कार, स्वागत छ यहाँलाई हाम्रो कार्यक्रम। नमस्कार। आराम हुनुहुन्छ? आरामै छु भन्नु पर्यो। लगभग 20 वर्ष भयो दक्षिण कोरिया बस्नुभएको। हजुर। यो दक्षिण कोरियामा कुन सन्दर्भमा आउनुभएको थियो तपाईँ? त्यतिखेर जब हामी विद्यार्थी अवस्थामा एउटा नेपालको प्रजातान्त्रिक आन्दोलनको एक स्टेप पार गरिसकेपछि 2048 सालमा मैले शङ्करदेव क्याम्पसमा ग्रेजुएसन गरे हो। त्यस पछाडि नयाँ कुनै चिजको खोजीको सन्दर्भमा हामी 2-4जना साथीहरू मिलेर एकचोटि जाउँ न त विदेशतिर भन्ने सन्दर्भमा हामी हिँडेका हौँ। र त्यस पछाडि म लगत्तै हङकङ आएँ। हङकङ आइसकेपछि एसियामा मलाई चाहिँ के छ भने व्यक्तिगत हिसाबले युरोप अमेरिका भन्दा पनि एसियाकै परिवेशमा हुर्किने रहर भएको हुनाले एसियामा अलिकति नयाँ इकोनोमिक डेभलप भएका देश एकचोटि हेर्न जाउँ न त भन्ने सन्दर्भमा म हङकङ हुँदै कोरिया आइपुगेँ। कोरिया आएर के गर्नुभयो? यहाँ श्रम गर्नुभयो कि अध्ययन गर्नुभयो कि के गर्नुभयो? मैले कोरियामा हामी अब आउने सन्दर्भमै सबै त्यस्तो प्रि प्लान बोकेर त आएका थिएनौँ। तर त्यतिखेर कोरियामा हामी नेपालीहरूलाई प्रवेश गर्न अहिलेको भन्दा धेरै सजिलो थियो, जबकि हामी एउटा आफ्नो पासपोर्टलाई अराइभल भिसाको रूपमा कोरिया प्रवेश गर्न सक्थ्यौँ। र त्यतिखेर यहाँ विदेशीलाई अलि राम्रै रूपमा गनिन्थ्यो र भिसा थप्ने प्रवर्तन पनि अहिले जति गाह्रो थिएन। 6 महिनाको हैसियतले हामीले भिसा पनि थपेर बसेका हौँ। र पछि गएर केही समय अब त्यो डकुमेन्टको हिसाबले अवैधानिक पनि बस्यो। सुरुमा मैले लेबरबाटै सुरु गरे हो, म त्यसलाई हिच्किन भन्ने कुनै अवस्था पनि छैन। र गर्दै जाँदा यहाँको इकोनोमी, यहाँको हिस्ट्री, यहाँको कल्चर र यहाँका जनतालाई हेर्दा पक्कै पनि यो देशबाट नेपाललाई फर्काएर लाने चिज केही सिक्न सकिन्छ जस्तो मलाई लागेर मैले 96-97बाट चाहिँ मेरो एउटा फेसन डिजाइनिङ कोर्स मैले यहीँ पढ्न सुरु गरेका थिएँ। र सन् 2000मा मैले फेसन डिजाइनिङ कोर्स सिद्धाइसकेपछि नेपाल फर्केर केही गर्न सकिन्छ भनेर 3-4 महिना जति मैले एउटा फिल्ड रिसर्च गरेर बसेँ। तर त्यतिखेरको नेपालको आर्थिक र सबै कुरालाई हेर्दा मैले जुन कुरा सिकेँ त्यहाँ लागू गर्न अलि धेरै कठिनाइहरू भोग्नु परेपछि फेरि पुनः मैले यो देशमा जे सिकेँ, यो देश र नेपालको दुईटा बिचमा मैले गर्न सक्ने अर्को विकल्प के हो भन्दा मैले सन् 2000बाट टुरिज्मलाई चुज गरेँ हौँ। टुरिज्म भनेर भन्नुभयो। अहिले तपाईँ नेपाल टुरिज्म बोर्ड दक्षिण कोरिया शाखाको प्रतिनिधि पनि हुनुहुन्छ। हजुर। यो प्रतिनिधि चाहिँ यो कसरी नियुक्ति गर्छ र यसको कार्यक्षेत्र के हो? अब यो के छ भने हाम्रो एउटा सबभन्दा पहिला त कूटनीतिक नियोगको कुरो पहिला आउँछ। र हाम्रो कस्तो खालको देश हो भने अब संसारभरि सबै देशका सबै राष्ट्रहरूसँग कूटनीतिक नियोगहरूको स्थापना भएको हुन्छ। तर हाम्रो जम्माजम्मी जब मैले त्यतिखेर टुरिज्म बोर्डको हामी पिआर भन्छौँ, कोरिया प्रतिनिधि पाउन्जेलसम्ममा लगभग 25-26वटा मात्रै कूटनीतिक नियोगहरू थिए। कूटनीतिक नियोग भएको ठाउँमा अब धेरै कुरा एम्बेसी थ्रु काम हुन्थ्यो। भएकै ठाउँमा पनि म जस्ता पिआरहरू धेरै हुनुहुन्छ र नभएको ठाउँमा पनि कुनै एउटा नेपालको पर्यटन प्रबन्धनलाई सहयोग गर्ने कुनै सक्षम व्यक्ति छ भने त्यसलाई एउटा अनररी नेपालको पिआर भनेर दिने चलन छ, जसले त्यो देशभित्रको हुने सम्पूर्ण नेपालका पर्यटन एक्टिभिटीलाई उसले त्यो ठाउँमा प्रचार प्रसारमा गर्न सक्छ। र त्यही सन्दर्भमा म पनि वास्तविक म त यसको पिआर हुने भन्दा पनि एउटा नेपाललाई विगत 20-30 वर्षदेखि राम्रो सहयोग गर्ने एउटा कोरियन नागरिकलाई यसको बनाउनु पर्यो भन्ने सिफारिसको लागि सम्बन्धित निकायमा पुग्दा
कुनै एउटा विदेशी भन्दा तपाईँ नेपालीले अझ बढी गर्न सक्नुहुन्छ, तपाईँहरू नै गर्नुहोस् भन्ने हिसाबले म त्यो नेपाल टुरिज्म बोर्डको सम्बन्धमा गाँसिन पुगेको। अलिकति पर्यटन सम्बन्धी नै प्रसङ्ग जोडौँ। हाल नेपालले पर्यटन वर्ष 2011 मनाइराखेको छ। हजुर। दक्षिण कोरिया नेपालको पर्यटन प्रवर्धनको लागि एउटा प्रमुख देश पनि हो, जुन देशको नेपालसँग संस्कृति अन्य कुराहरू पनि मेल खान्छ। यहाँबाट पर्यटन नेपाल भित्राउने धेरै सम्भावनाहरू छन्। तपाईँ लगायत जुन पर्यटन प्रतिनिधि हुनुहुन्छ लगायत एम्बेसीहरूले नेपालमा पर्यटन प्रवर्धन गर्नको लागि के कस्ता गतिविधिहरू सञ्चालन गर्नुभएको छ जसले नेपालमा पर्यटन प्रवर्धन भएको छ? मैले भन्नुपर्दा अब एम्बेसीकै कुरा गर्दा त लगभग 4 वर्ष मात्रै हुँदैछ एम्बेसी हाम्रो खुलेको। त्योभन्दा अगाडिको अवस्थामा भन्नुहुन्छ भने जतिखेर मैले एउटा टुरिज्म लाइनमा हात हालेको थिएँ त्यतिखेर नेपाल भन्यो भने अलमोस्ट कोरियनलाई हिमालयभन्दा अर्को दोस्रो कुरा थाहा हुन्थेन। अब हिमालय भनेपछि यो एउटा जनतालाई कस्तो एउटा फिलिङ छ भने हिमालय भने हामी सर्वसाधारण मान्छे जानै सक्दैनौँ, जबकि प्रोफेसनल माउन्टेनर मात्रै त्यहाँ गएर पहाड चढ्न सक्छ, हामी गयौँ त त्यही ठाउँमा मरिहाल्छौँ नि भन्ने खालको एउटा गलत इम्प्रेसन कोरियन समाजमा छ। त्यसलाई चिर्नको लागि मैले 2000देखि अब आफ्नो व्यक्तिगत हिसाबले व्यावसायिक हिसाबले कतिसम्म सक्षम हुन्छ पत्रकार सम्मेलन गर्ने, विभिन्न पत्रिकामा लेख्ने, मिडियामा जाने, वर्षमा जस्तो यही सन्दर्भमै हो मेरो सौल सिटीसँगको एउटा मित्रता गाँसिएको पनि। मलाई लाग्छ 2003देखि हाई सौल फेस्टिभल भनेर एउटा सुरु भयो। त्यसमा सबै देशका एम्बेसीहरूले यसको प्रतिनिधित्व गर्छन् र एम्बेसीले प्रतिनिधित्व नगरेका ठाउँमा धेरै जसो टुरिज्म बोर्डले गर्ने गर्छन्। अब हाम्रो त एम्बेसी नै थिएन, रेगुलर मैले गरेर आएको थिएँ र त्यसमा जम्मा 3टा प्रोग्रामहरू हुन्छन्। एउटा पर्यटन प्रवर्धनको बुथ हुन्छ, अर्को ह्यान्डिक्राफ्टको हुन्छ, अर्को तेस्रो नेपाली अर्थात् सम्बन्धित देशको खानाको कुरा आउँछ र अर्को एउटा कल्चरल प्रोग्राम हुन्छ। हाल नेपालमा पर्यटन वर्ष 2011 मनाइरहेको अवस्था छ। दक्षिण कोरिया नेपाल पर्यटन प्रवर्धनको लागि एउटा सम्भावित देश हो। तपाईहरूले यो नेपालको पर्यटन प्रवर्धन गर्नको लागि जुन पर्यटन प्रतिनिधि भएर कोरियामा बसिरहनु भएको छ, कस्ता खालका कामहरू गर्नु भएको छ जसले नेपालको पर्यटन प्रवर्धनमा प्रत्यक्ष रूपमा फाइदा पुगिरहेको छ? म यहाँहरूलाई जानकारी गराउँ, म 2000देखि यो पर्यटन व्यवसायसँग रिलेटेड छु र लगभग 1.5 वर्ष जति मैले यो व्यवसायमा अनुभव गरिसकेपछि एउटा कति गाह्रो विषय भयो भन्नुहुन्छ नि, नेपाल भन्ने बित्तिकै मान्छेलाई एउटा हिमालयको देश हो, त्यहाँ सर्वसाधारण मान्छेले जानै सकिन्न भन्ने खालको एउटा मानसिक सम्पूर्ण कोरियाका 98% पिपललाई त्यो बुझाइ छ। भने यो चिजलाई चिर्न सके मात्रै हामीले एउटा नेपालको प्रमोसन गर्न सक्छौँ। भनेपछि यसलाई केही गर्न त हामीले अब एउटा व्यक्तिले यहाँ 2-4जनालाई भेटेर कन्भिन्स गराएर अथवा नेपालको प्रमोसन हुने कुरो भएन। यो विषयमा हामी नेपालसँग रिलेटेड र नेपाललाई माया गर्ने कोरियन कम्युनिटीलाई अलिकति युज गर्नु पर्यो भन्ने सन्दर्भमा म नेपाल टुरिज्म बोर्डमा पुगेँ र नेपालको प्रमोसन गर्ने काममा यहाँहरूको सहयोग चाहियो, कोरियामा नेपाललाई चिनाउनु पर्यो भन्ने सम्बन्धमा कुरा गर्दै जाँदा हामी नेपाल टुरिज्म बोर्डसँग यो एउटा पर्यटन प्रतिनिधिको रूपमा प्रत्येक देशमा PR दिने व्यवस्था छ र त्यो PRको रूपमा तपाईँले काम गर्नुहोस्, हामी सपोर्ट गर्छौँ भनेर उहाँले मलाई 2000देखि यही पर्यटन प्रतिनिधिको रूपमा काम एउटा अफिसियल हैसियत दिनुभएको छ। त्यसपछि मलाई कतिको एउटा व्यक्तिले गर्न नसक्ने ठाउँमा राष्ट्रको प्रतिनिधित्व भएपछि कति ठाउँ सजिलो भयो। त्यो सजिलो के हो भन्नुहुन्छ भने मिडियासँग एप्रोच गर्न सजिलो भयो। हामीले यहाँनिर जति नै 10औं घन्टा कराएर हिँडे पनि कुनै एउटा मिडियाले नेपालको बारेमा 1 पेज लेखिदियो भने त्यसले लाखौँ मान्छेलाई एकैचोटि पुर्याउन सक्छ। र मैले म्याक्सिमम नेपालसँग रिलेटेड र नेपाल चासो राख्ने मान्छेहरूलाई खोजेर भेटेर नेपालको बारेमा लेखिदेऊ। हिमालय भनेको संसारले एउटा टार्गेट गरेको विषय हो, त्यसमा पनि कोरियन जनता भनेको हिमाल पहाड भनेपछि ज्यादै ज्यान छोड्ने जनता हो र यिनीहरूको कस्तो भयो भने हप्तामा 5 दिन काम गर्ने 2 दिन बिदा भयो भने तपाईँहरूलाई म पर्सेन्ट नै त नभनौँ, आधीसरो जुन सिटीका व्यस्त जीवन बिताइरहेका कोरियन जनताहरू आधी जति पहाडमा हुन्छ। उहाँहरूलाई जो पहाडलाई मन पराएर हप्तामा 2 दिन 1 दिन जति सक्नुहुन्छ त्यति पहाड चढेर आउने मान्छेलाई हिमालय भनेपछि एउटा ठुलो ड्रिम हो उहाँहरूको लागि। त्यसो तपाईँहरू जोसुकै पनि हिमालय, जसलाई हामी हिमालयको बेस क्याम्प भन्छौँ, बेस क्याम्पसम्म जानको लागि तपाईँलाई कुनै प्रोफेसनल माउन्टेनर पनि हुनु पर्दैन र त्यत्रो तपाईँलाई चाहिने इक्विपमेन्ट केही पनि चाहिँदैन। तपाईँका 2टा खुट्टा धरा छन् र एउटा ब्याग बोकेर 2टा मात्रै स्टिक लिएर पनि तपाईँ बेस क्याम्पसँग जान सक्नुहुन्छ भन्ने कुरा गर्दै गएपछि यहाँका मिडियाहरूले थुप्रो सहयोग गरे। अब यो एउटा कस्तो इन्टरनेट आइटीमा धेरै अगाडि बढेको देश हो,
तपाईँ कुनै एउटा ब्लगर्सले तपाईँको डाम अथवा नेबर ब्लगर्समा लेखिदियो भने दिनको घटीमा 10 देखि बढीमा 1,30,000 जनताले हेर्छन्। अब यिनै माध्यम हुँदाहुँदै नेपालको थुप्रो प्रचार भयो। यसमा नेपाल सरकारको सानोतिनो सहयोग भयो, जति हामीले सोचेको त्यति अब हाम्रो राजनीतिक कारणले गर्न सकेका छैन। तर यसमा ठुलो सहयोग गर्ने कोरियन जनता हुनुहुन्छ। त्यसमध्ये पनि जसले नेपाललाई माया गर्नुहुन्छ उहाँहरूको एउटा ठुलो देन छ र उहाँहरू सँगसँगै हामीले अलिकति पछाडिबाट बल पनि गऱ्यौँ र हुँदै जाँदा एउटा जुन नेपालप्रति कोरियनहरूको फ्लो बढ्दै गयो। त्यस पछाडि हामीले अब यहाँका एयरलाइन्सलाई कन्भिन्स गर्न सक्यौँ र 2006 देखि कोरियनहरूको डाइरेक्ट फ्लाइट हप्ताको 2 चोटि भयो। त्यो नै हाम्रो लागि योभन्दा ठुलो सङ्ख्यात्मक हिसाबले वृद्धि गर्ने पहिलो चरण बन्यो। जब म यो टुरिज्ममा लाग्दा इयरली हाम्रो नेपाल पर्यटकहरू कोरियाबाट भित्रिने वार्षिक सङ्ख्या 2000 भन्दा घटी थियो र 2006 मा एक हिसाबले इकोनोमिक क्राइसिस त्यति भइरहेको बेला पनि कोरियनहरूको डाइरेक्ट फ्लाइटले गर्दा त्यो सङ्ख्या 15 देखि 20,000 पुग्यो र त्यस पछाडि यहाँको इकोनोमी वर्ल्ड वाइड नै इकोनोमी बिग्रिएर जुन त्यो सङ्ख्यामा जान सकेन र अहिले आएर हामीले एराउन्ड 2010 को डेटा हेर्ने हो भने 25,000 जति कोरियनहरू वार्षिक नेपाल भित्रिन्छन् र अहिले जुन यो नेपाल सरकारले एउटा 20 वर्षे ग्रुप योजना लिएर आएको छ, सन् 2020 सम्ममा वार्षिक 10 लाख विदेशी पर्यटक नेपाल भित्र्याउने उद्देश्यले गत वर्ष घोषणा भएको यो पर्यटन वर्षलाई हामीले टार्गेट गरेका थियौँ। 35,000 कोरियनलाई नेपाल भित्र्याउने टार्गेट थियो। तर अब यो कस्तो पनि हामीले सोचेर प्लान गरे अनुसारको काम सरकारी स्तरबाट कति ठाउँ हुन सकेन। त्यसमा हामीले सोचे जति त भएन। तर यसले एउटा के चाहिँ देन दिएको छ भने चाहिँ 2011 ले यो एउटा मात्रै विदेशीलाई मात्रै भित्र्याउने एउटा क्याम्पेन चाहिँ होइन। यसले अहिले हामी हेरौँ कोरियाकै कुरा गर्नुहुन्छ भने एउटा संसारमा गनिने प्राकृतिक सौन्दर्यदेखि लिएर हेर्नुपर्ने त्यत्रो चिज नहुँदै पनि उहाँहरूको विदेश जाने पर्यटकको आधीभन्दा बढी विदेशीहरू कोरिया आउने गर्नुहुन्छ। भनेपछि हामीलाई राष्ट्रलाई समुन्नत बनाउन र एउटा इकोनोमी धान्नको लागि विदेशी पर्यटक मात्रै सक्षम होइन र स्वदेशी पर्यटनको पनि विकास गर्नुपर्छ भन्ने एउटा क्याम्पेन बोकेर सन् 2020 सम्मको नारालाई पहिलो चरणमा घोषणा गरिएको भने नेपाल टुरिज्म इयर 2011 हो र यसमा जति हुनुपर्ने त्यति भएनन्। तर हामीले यसबाट निराश हुनुपर्ने अवस्था पनि छैन। हाम्रो राजनीतिक अवस्था नै नेपालमा अलिकति सोचेभन्दा बाहिर कुरो भएको हुनाले अरू वर्षमा अझै यसलाई बढी बढाएर लान सकिन्छ भन्ने म चाहिँ आश गर्छु। एउटा कुरा जुन अहिले एकदम प्रमुख समस्या बुद्ध नेपाल, नेपालमा जन्मिएको बुद्धलाई कोरियाको जनमानसमा हामीले पुर्याउन सकेका छैनौँ। यो एउटा सबैभन्दा ठुलो विडम्बनाको विषय हो। अब तपाईँहरू यति लामो समयदेखि कोरियामा बस्नुभएको छ, नेपालको चाहिँ एउटा पर्यटन सम्बन्धी एउटा प्रतिनिधिको जिम्मेवारी लिएर बस्नुभएको छ। बुद्ध नेपालमा जन्मिएको हो भनेर प्रचार गराउनको लागि के गर्दा हुन्थ्यो र तपाईँहरू त्यसमा चाहिँ किन सफल हुनु भएन? त्यसमा के छ तपाईँको? यो ध्रुव सत्य संसारले माने चिज गौतम बुद्ध नेपाल जन्मिया हो भन्ने कुरा वास्तविक भन्यो भने हामीले चिनाउनु पनि आवश्यकै होइन। तर दुःख लाग्दो कुरो वास्तविक त अर्कैतिर रह्यो। जब हामी कोरियामा प्रवेश गऱ्यौँ एउटा सानातिना सङ्घ संस्थामा एउटा समाजसेवीको हैसियतले काम गर्दै जाँदा 2-4वटा गुम्बा घुम्ने अवसर हामीले पायौँ। एक दिन म यस्तो गुम्बामा पुगेँ, गुम्बाको मेन गेटमा भगवान गौतम बुद्धको जन्मथलो इन्डिया लेखेको मैले भेटेँ। त्यही सन्दर्भमा मैले त्यहाँको मेन प्रमुख लामालाई सोधेँ यो के सत्य हो त भन्दा उहाँले मलाई कस्तो उत्तर दिनुभयो भने यो सत्य होइन, हामी सबैलाई थाहा छ भगवान गौतम बुद्ध लुम्बिनीमा जन्म भएको, त्यो कुरा कसैले पनि काट्न सक्दैन। तर कोरियामा जुन पाठ्यपुस्तकदेखि लिएर सर्वसाधारण सबै कोरियनलाई गौतम बुद्ध लुम्बिनीमा जन्मिया हुन्, त्यो लुम्बिनी चाहिँ इन्डियामा पर्छ भन्ने कुराको सबैलाई त्यो ज्ञान छ। त्यस पछाडि हामीले अब यो साह्रै दुःख लाग्दो विषय हो, यसलाई के गर्न सकिन्छ त भन्ने विषयलाई लिएर जब त्यतिखेर 95 तिरको कुरा होला, मलाई लाग्छ एक्चुअल डेट त नभनौँ, एउटा बौद्ध फ्यामिली भन्ने हामी कहाँ एउटा बुद्धिस्ट संस्था जन्मिसकेका थियो र प्रत्येक वर्ष गौतम बुद्ध जन्मेको देश हाम्रो नेपाल त हामी भन्छौँ। तर गौतम बुद्धका जुन सिद्धान्तलाई संसारमा चिनाउन बौद्ध मार्गीहरूले जति गरे नेपाल सरकारले त्यत्रो केही पनि गर्न सकेका छैन र त्यो विषयमा हामीले यही लोकल स्थलमै के चाहिँ गर्न सक्छौँ त? सधैँ सरकारकै माथिकै मात्रै किन मुख ताक्ने? हामीले आफ्नो ठाउँमा गर्न सक्ने काम गरौँ भन्ने हैसियतले 95 देखि प्रत्येक वर्ष हुने बुद्ध जयन्तीको र्यालीमा हामीले नेपालले भाग लिने सुरु गऱ्यौँ। त्यसमा हामी घटीमा 200-300बाट सुरु हुन्थ्यो भने अहिले 500-700 1000सम्म पनि प्रत्येक र्यालीमा जान्छौँ। त्यसले गर्दै जाँदा अहिले 10-12 भनौँ 95 भनेपछि झन्डै 15-16 वर्षको एउटा जुन पिरियड बितिसक्यो। यो बिचमा जति मान्छेहरू अन्यल थिए, जतिले बुझ्दैन थिए, धेरैले बुझे। तर यो हाम्रो जुन क्याम्पेन थियो, हाम्रो एक्टिभिटी थियो, सोचेभन्दा सानो भयो र यी विषयमा नेपाल पर्यटन बोर्ड होस्, नेपाल टुरिज्म
मिनिस्ट्रीसँग रिलेटेड कतिवटा सेमिनार र प्रोग्राममा मैले आफ्ना धारणा पनि सेयर गरेको छु। यो हामी एउटा व्यक्ति कुनै एउटा देशको सम्बन्धित एम्बेसी र त्यो देशका मान्छे होइन, एउटा अन्तर्राष्ट्रिय लेभलमा नेपाल सरकारले यसको क्याम्पेन गर्नुपर्छ। हामीले गरे ठिकै छ, त्यो आफ्नो ठाउँमा छ, थोरै मान्छेले चिन्छन्, तर एकैचोटि संसारले चिनाउने काम कुनै एउटा व्यक्ति, सानो संस्था र एउटा नियोगले गर्न सक्ने विषय होइनन्। यसमा ठुलो साझो सरकारको हुनु पर्यो। यसको मतलब यो होइन कि सरकारै मुख तापेर हामी बसौँ, होइन, हामीले गर्ने आफ्नो स्थलमा गर्दै गरेका छौँ। सिटोलाजी, अहिले तपाईँ दक्षिण कोरियामा जुन यति लामो समयदेखि बस्नुभयो, व्यवसाय पनि गर्दै हुनुहुन्छ, अब पर्यटन सम्बन्धी पनि आफ्नो एउटा क्षेत्रमा काम गरिरहनु भएको छ। तर तपाईँ अलिकति समाज सेवामा पनि हामीले देखिरहेका हुन्छौँ, एक दुईवटा सङ्घ संस्थाको पनि नेतृत्व गरेर हिँडिसक्नुभयो। के तपाईँ यो कोरियामा समाज सेवाको क्षेत्रलाई र यो व्यवसायको क्षेत्रलाई कसरी तुलना गर्नुहुन्छ? कुन क्षेत्रलाई चाहिँ तपाईँ बढी सक्रिय रूपमा लागेको महसुस गर्नुहुन्छ? म यहाँलाई के सेयर गरौँ भने, एउटा समाज सेवा भन्ने कुरो एउटा सामाजिक प्राणीमा छुट्याएर छुट्टिने विषय होइन। व्यवसाय एउटा आफ्नो उद्देश्य बोकेर हिँड्या हुन्छ र त्यो व्यवसायमा पनि समाजको आवश्यक पर्छ, व्यक्तिको आवश्यक पर्छ। एउटा मैले गरेका सफल र पोजिटिभ कुराहरूको जहिले पनि क्यालकुलेसन भइरहेको हुन्छ, त्यसले मलाई बिजनेसलाई पनि सहयोग गर्छ। र अर्को कुरो, समाजमा मैले केही देन दिएँ भने दुई चारजनाले मलाई पत्याउने कुरा हो, त्यो नै एउटा रेपुटेसन हुन्छ। र व्यापार समाज सेवाको लागि भन्दा पनि हामी कहाँ दुईवटा कुरा रिलेटेड हुन्छ। जब म कुनै ठाउँमा पुग्छु, त्यहाँ मलाई अरूको आवश्यक पर्छ, मैले अरूको सहयोग लिन्छु भने, कुनै बेला म दुःख पाएर अरूको सहयोग ल्याएको थिएँ भने मैले त्यो समाजलाई केही दिनुपर्छ भन्ने मैले कहिले पनि बिर्सिन्न। जुन अवस्थामा म कोरिया प्रवेश गरेँ, हामी साह्रै दुःखदायी अवस्थामा यहाँ पसेका हौँ र त्यतिखेरको विदेशी माइग्रेन्टहरूको अवस्था अहिलेभन्दा अति नै धेरै गुणा दुःखलाग्दो थियो। त्यतिखेर यहाँको कोरियन समाजमा हामीले धेरै दुःख गऱ्यौँ। समाजका विभिन्न व्यक्तिहरूले गएर भन्यो हाम्रा यी अप्ठ्यारा, त्यतिखेर उहाँहरूले हामीलाई ठुलो सहयोग गर्नुभयो। त्यसबाट मैले के सिकेँ भने, हुन त नेपालकै अवस्थामा पनि विद्यार्थी राजनीति थोर बहुत सानातिना काम गरियो, तर अन्तर्राष्ट्रिय एउटा विदेशमा गइसकेपछि एउटा राष्ट्रियताको कुरो आउँछ। मैले एउटा देखाएको व्यक्तिगत इमेज नै एउटा नेपालको परिचय हुनसक्छ। मैले दुईवटा काम, दुईवटा वोट, दुईजना मान्छेलाई राम्रो कुरा गरिदियो भने त्यो नेपालको परिचय हुन्छ। जबकि त्यो केपी सिटौलाको नाम त्यहाँ जोडिने विषय होइन, यो नेपालीले यसो गरे, यसो गर्थ्यो भन्ने हुन्छ भने मैले दुई कुरा कोरियनबाट सिक्न पाएँ भने ती दुईवटा कुरा मैले किन आफ्नो नेपाली साथीहरूसँग सेयर नगर्ने? र नेपाली साथीहरूले त्यसै नै सेयर गर्दै गयो भने यहाँ उनी 10,000 नेपालीले नेपालको बारेमा राम्रो ज्ञान दिन सके भने वार्षिक 10,000 टुरिस्ट हामीले त्यतिकै भित्याउन सक्छौँ नि। किन सरकारकै मात्रै मुख ताक्ने, ठुलो बजेट मात्रै किन चाहियो र? त्यसमा मैले विभिन्न समयमा यहाँहरूसँग पनि सेयर गर्ने गरेको छु। एउटा मेरो व्यक्तिगत परिचय भनेको सिङ्गो नेपालको मैले जिम्मा लिएको हुन्छु र मैले गरे एक्टिभिटी सबैले समाजले क्यालकुलेसन गरे हुन्छ। सिटोलाजी, अहिले तपाईँ दक्षिण कोरियामा जुन यति लामो समयदेखि बस्नुभयो, व्यवसाय पनि गर्दै हुनुहुन्छ, अब पर्यटन सम्बन्धी पनि आफ्नो एउटा क्षेत्रमा काम गरिरहनु भएको छ। तर तपाईँ अलिकति समाज सेवामा पनि हामीले देखिरहेका हुन्छौँ, एक दुईवटा सङ्घ संस्थाको पनि नेतृत्व गरेर हिँडिसक्नुभयो। के तपाईँ यो कोरियामा समाज सेवाको क्षेत्रलाई र यो व्यवसायको क्षेत्रलाई कसरी तुलना गर्नुहुन्छ? कुन क्षेत्रलाई चाहिँ तपाईँ बढी सक्रिय रूपमा लागेको महसुस गर्नुहुन्छ? म यहाँलाई के सेयर गरौँ भने, एउटा समाज सेवा भन्ने कुरो एउटा सामाजिक प्राणीमा छुट्याएर छुट्टिने विषय होइन। व्यवसाय एउटा आफ्नो उद्देश्य बोकेर हिँड्या हुन्छ र त्यो व्यवसायमा पनि समाजको आवश्यक पर्छ, व्यक्तिको आवश्यक पर्छ। एउटा मैले गरेका सफल र पोजिटिभ कुराहरूको जहिले पनि क्यालकुलेसन भइरहेको हुन्छ, त्यसले मलाई बिजनेसलाई पनि सहयोग गर्छ। र अर्को कुरो, समाजमा मैले केही देन दिएँ भने दुई चारजनाले मलाई पत्याउने कुरा हो, त्यो नै एउटा रेपुटेसन हुन्छ। र व्यापार समाज सेवाको लागि भन्दा पनि हामी कहाँ दुईवटा कुरा रिलेटेड हुन्छ। जब म कुनै ठाउँमा पुग्छु, त्यहाँ मलाई अरूको आवश्यक पर्छ, मैले अरूको सहयोग लिन्छु भने कुनै बेला म दुःख पाएर अरूको सहयोग ल्याएको थिएँ भने मैले त्यो समाजलाई केही दिनुपर्छ भन्ने मैले कहिले पनि बिर्सिन्न। जुन अवस्थामा म कोरिया प्रवेश गरेँ, हामी साह्रै दुःखदायी अवस्थामा यहाँ पसेका हौँ र त्यतिखेरको विदेशी माइग्रेन्टहरूको अवस्था अहिलेभन्दा अति नै धेरै गुणा दुःखलाग्दो थियो। त्यतिखेर यहाँको कोरियन समाजमा हामीले धेरै दुःख गऱ्यौँ। समाजका विभिन्न व्यक्तिहरूले गएर भन्यो हाम्रा यी अप्ठ्यारा, त्यतिखेर उहाँहरूले हामीलाई ठुलो सहयोग गर्नुभयो। त्यसबाट मैले के सिकेँ भने, हुन त नेपालकै अवस्थामा पनि विद्यार्थी राजनीति थोर बहुत सानातिना काम गरियो, तर अन्तर्राष्ट्रिय एउटा विदेशमा गइसकेपछि एउटा राष्ट्रियताको कुरो आउँछ। मैले एउटा देखाएको व्यक्तिगत इमेज नै एउटा नेपालको परिचय हुनसक्छ। मैले दुईवटा काम,
दुईटा वोट दुईजना मान्छेलाई राम्रो कुरा गरिदियो भने त्यो नेपालको परिचय हुन्छ। जबकि त्यो केपी सिटौलाको नाम त्यहाँ जोडिने विषय होइन। यो नेपालीले यसो गरे यसो गर्थ्यो भन्ने हुन्छ भने मैले दुई कुरा कोरियनबाट सिक्न पाएँ भने ती दुईटा कुरा मैले किन आफ्नो नेपाली साथीहरूसँग सेयर नगर्ने। र नेपाली साथीहरूले त्यसै नै सेयर गर्दै गयो भने यहाँ उनी 10,000 नेपालीले नेपालको बारेमा राम्रो ज्ञान दिन सके भने वार्षिक 10,000 टुरिस्ट हामीले त्यतिकै भित्याउन सक्छौँ नि। किन सरकारकै मात्रै मुख ताक्ने, ठुलो बजेट मात्रै किन चाहियो र? त्यसमा मैले विभिन्न समयमा यहाँहरूसँग पनि सेयर गर्ने गरेको छु। एउटा मेरो व्यक्तिगत परिचय भनेको सिङ्गो नेपालको मैले जिम्मा लिएको हुन्छु र मैले गरे एक्टिभिटी सबैले समाजले क्यालकुलेसन गरे हुन्छ। र मभन्दा मैले दुई कुरा बुझेँ भने मभन्दा कमजोर साथी अर्थात् समाजलाई मैले सहयोग गर्नुपर्छ र उहाँहरूको पनि त्यति नै। कुनै ठाउँमा उहाँ कमजोरी हुनु होला, कुनै ठाउँमा भन्दा उहाँ सक्षम हुन सक्नुहुन्छ। यिनै आपसी अप्ठ्याराहरूलाई एउटा नेपालीको बिचमा सेयर गरौँ भन्ने हिसाबले समाजसेवामा लागि हो। र यो समाजसेवा भन्ने चिज मैले बुझेसम्म कसैले गर भनेर गर्ने चिज पनि होइन। र त नगर्छु बोलाएर बस भन्दा पनि एउटा त्यो नसामा पसिसकेका मान्छे छुटेर बस्न पनि सक्छ जस्तो मलाई लाग्दैन। अलिकति यहाँ कोरियामा रहेका सङ्घ संस्था र अलिकति सक्रिय व्यक्तिहरूले तपाईँलाई केही आरोप पनि लगाएका छन्। केपी सिटौलाजी अलिकति पद अलिकति ठाउँ पाउनुभयो भने सक्रिय देखाउनुहुन्छ, सक्रियता हुनुहुन्छ, नत्र भनेदेखि हरेक ठाउँमा चाहिँ निष्क्रिय नै बस्नुहुन्छ भन्ने आरोप छ। जस्तो पछिल्लो उदाहरण तपाईँ एनआरएन जुन स्थापना हुँदा सन् 2006मा एनआरएन स्थापना हुँदा त्यसको संयोजक समेत रहनुभएको थियो। दोस्रो पहिलो अधिवेशनमा तपाईँ अध्यक्षको लागि पनि उम्मेदवारी दिनुभएको थियो र त्यसपछि तपाईँले त्यो एनआरएनमा आफ्नो वर्चस्व कायम गर्न सक्नु भएन, त्यसको नेतृत्व गर्न सक्नु भएन र लामो समय तपाईँ निष्क्रिय बस्नुभयो भन्ने एउटा आरोप छ नि, त्यो के साँचो हो? होइन, अब जो आरोप लगाउने व्यक्तिहरूले के सोचाइले उहाँले त्यो भन्नुभयो त्यो अब म अहिले भन्न नसकौँला। तर एउटा कुरा के हो भने कुनै एउटा सङ्घ संस्थामा लाग्नु भनेको त्यो एउटा संस्थालाई लिडरसिप लिनु हो र त्यो लिडरसिपले समाजमा के एउटा पोजिटिभ कुरा गरेर देखाउनु हो। जब जब सुरुमा स्थापना गरियो त्यतिखेर हामीमा पनि केही कति कमजोरी थियो होला, जबकि कुनै मान्छे परेर गरेर भोग्ने कुरा हो। सुरुमा हामीले जुन उद्देश्य बोकेर हिँड्यौँ एक हदसम्म सफल भएको थियो। मैले के सोचेँ, मैले पनि एउटा 2-4 वर्षको प्लान बोकेर आएको थिएँ। त्यसमा त्यतिखेर एनआरएन कोरियाको स्थापना पछाडि संसारमा 5-7वटा देश मध्येमा पर्ने एनआरएनका एक्टिभिटीहरू देखिन्थे। त्यसमा यहाँहरूलाई अवगत छ बुद्ध नेपाल हाम्रो प्रोडक्ट हो। त्यतिखेर गौतम बुद्ध नेपालमा जन्मिया हुन् भन्ने प्रचार प्रसार संसारभरि फैलाउनुपर्छ भन्ने हामीले पहिलो टार्गेट बनाएको भनेको एनआरएन हो। र त्यतिखेर जब एनआरएन कोरियाभन्दा लगभग 38-40वटा देशमा मात्रै एनआरएन बनिसकेका थियो भने त्यो जुन मेरो 2 वर्षको कार्यकालमै हामी 55-56वटा देशमा पुगिसकेका थियौँ भने हामीले केसम्म गर्न सक्षम भयौँ भने प्रत्येक 56वटा देशका प्रत्येक एनआरएनको एउटा एजेन्डा भनेको नेपाल भने एभरेस्टको देश हो र दोस्रो हाम्रो भनेको गौतम बुद्धको देश हो भन्ने प्रचार प्रसार गर्नुपर्छ भन्ने क्याम्पेन हामीले एक हदसम्म एनआरएनको एजेन्डाभित्र लान सक्यौँ। संसारमा ब्राजिल पछाडि जलविद्युतको दोस्रो धनी देश नेपाल हो भनेर हामी भन्छौँ। तर जुन देश संसारको दोस्रो धनी जलविद्युतको धनी देश हो तर त्यही देशमा 18-20 घन्टा हामी कहाँ जलविद्युत नभएर हामी अँध्यारोमा बस्नु परेको छ। यो पनि हाम्रो दोस्रो एजेन्डा हुनसक्छ भनेर एउटा मेरै कार्यकालमा हामीले हाइड्रो नेपाल भन्ने एउटा जुन एजेन्डा बनाएर सुरु गरेका थियौँ र कोरिया भित्रैबाट केही गरौँ भन्ने हिसाबले एउटा हामीले कन्फरेन्स पनि गरेका हो। तर यी सबै कुराहरूलाई त्यो 2 वर्ष 4 वर्षमा गर्न सक्ने कुरा भएनन्। अब यो जानेर होस् या नजानेर होस् कुनै कारणवश मैले दोस्रो कार्यकाल समितिमा आउन सकिनँ। थोरबहुत त्यसमा मेरा केही कमी कमजोरी थियो होला, अहिले म रियलाइज गर्छु ती कुरा। त्यो हिसाबले हामीले जानु हुन्थेन, मैले अहिले भन्न बोकेँ। तर जुन मैले गरिरहेको कार्यकाल छोडेर अर्को साथी आउनुभयो भने उहाँको पनि आफ्नो एउटा भ्यू हुन्छ। मलाई एउटा काम गर्ने वातावरण त दिनु पर्यो नि। मैले जहिले पनि म जुन एउटा भ्यू बोकेर म हिँडेको थिएँ त्यही गरेर उहाँहरूलाई सधैँ यसो गरौँ त्यसो गरौँ भन्नुभन्दा एक हिसाबले मैले पनि थोरै रेस्ट पनि लिनु पर्यो र नयाँ अलिकति विचार पनि बनाउनु पर्यो। हिँड्ने हिसाबले निष्क्रिय भएको भने होइन। उहाँहरूले के आधारले भन्नुभयो थाहा छैन। एनआरएनका प्रत्येक एक्टिभिटीमा सकेसम्म म लागि नै परेको छु। तर सबै कुरामा त्यो मैले भने जस्तो गर्नुपर्छ भन्ने हिसाब चाहिँ होइन। उहाँहरूको आफ्नो भ्यू 2 वर्ष कार्यकाल हुन्छ, उहाँहरूलाई गर्न पनि दिनु पर्यो नि। अनि नै मान्छेले यो खालको भ्यू बोकेर आएर रहेछ उहाँले यो गर्दै हुन्छ यसमा सपोर्ट गर्नु पर्यो भन्ने कुरा आउँछ। अहिले एनआरएन दक्षिण कोरियामा स्थापना भएको लगभग 5 वर्ष भइसक्यो। हजुर, यो 5 वर्षमा जुन तपाईँको जुन संयोजकत्वमा स्थापना भएको एनआरएनको उद्देश्य लक्ष्य अनुरूप अहिले यहाँसम्म आइपुगेको छ कि छैन? अब जे जति गर्नुभएको छ साथीहरूले जसले जे गर्नुभएको छ पोजिटिभ भन्नुपर्ने हुन्छ। मान्छे काम गर्दा केही कमजोरी होलान्, कति बढी होलान्, कुन हामीले सोचे अनुसारको उद्देश्य अनुरूप पुग्न नसकेका कुरा होलान्।
तर जति उहाँहरूले गर्नुभएको छ सबै कुरा सराहनीय छन्। एउटा एनआरएन भन्ने वर्ल्ड वाइड एजेन्डा हो। सुरुमा यो एनआरएन भन्ने जुन एउटा संस्था खोल्यो त्यतिखेर हाम्रा संस्थापक साथीहरूले पनि यति ठुलो जन्जाल भन्छ भन्ने कुरा सोच्नु भएको थिएन। कतिवटा केन्द्रमै विवादका विषयहरू थिए। अहिले आएर अब नेपाल सरकारसँगको विवादका विषय पनि थुप्रै छन्। यी विभिन्न कारणले एउटा संस्था त जन्मियो, तर यसलाई इस्टाब्लिस गराउने विषयमा प्रत्येक सबै चिजको एउटा स्टेप हुन्छ। त्यो स्टेप सिक्ने क्रममै छ। र जुन हामीले एउटा नेपालभित्र एनआरएन भने यस्तो खालको संस्था हो जो कि नेपालबाट बाहिर बसेका 25 लाख नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्था हो। यसले केही गर्छु भनेर लागेको छ भन्ने एउटा खालको हामीले नेपालभित्र र संसारभरिका नेपालीहरूलाई एउटा सन्देश दिन सफल भयौँ। तर त्यो सन्देश यस्तो भयो, हामीले जुन दिन खोजेको चिजभन्दा ठुलो आशा नेपाल सरकारको र नेपाली जनताको भयो। त्यो उहाँहरूले आश गरे अनुसारको दिन नसक्नु स्वाभाविकै हो। कति कुरा एउटा राष्ट्रले गर्न नसकेको कुरा एउटा सानो संस्थाले सबै गर्न सक्दैन। र हाम्रो अहिले एनआरएनकै कुरा गर्नुहुन्छ भने हामी पनि सिक्ने क्रममा छौँ। अनि यो एनआरएन के सिक्नको लागि हो कि काम गर्नको लागि हो त? यसमा दुईटा कुरा आउँछ। कुनै पनि एउटा सानो बच्चाको उदाहरण म तपाईँलाई दिन्छु। उसको पनि एउटा सिक्ने स्टेज हुन्छ। जन्मिने बित्तिकै कुनै पनि बच्चा कुद्दैन। जब उड्छ, बामे सर्छ, अनि उसले सबै कुरा सिकेपछि परिपक्व भएर गर्ने कुरा हो। भनेपछि हामी एनआरएनको इतिहासकै कुरा गर्नु भने जम्मा 8 वर्ष मात्रै हुँदैछ। र अहिले आएर एनआरएनले के डेभलप गरेको छ भन्नुहुन्छ भने प्रत्येक देशका एनसिसी र आइसीसँगको साङ्गठनिक स्वरूप एक हिसाबले इस्टाब्लिस भइसकेको छ। अब भनेको जुन उद्देश्यले एनआरएन बनिएको थियो, अब एनआरएनकै कुरै गर्नुहुन्छ भने सकेसम्म एनआरएनको मूल उद्देश्य भने माथि हाम्रो एजेन्डामै लेखिएको छ कि नेपालीका लागि नेपाली। हामीले जतिसुकै भने पनि राष्ट्रियता र एउटा नेपाली रगत र मेरो धरती र मेरा परिवारलाई कहिले पनि बिर्सिन सक्दैनौँ। जुन नेपालीले विदेशमा बसेर राष्ट्रियताको कुरा गर्छ, स्वदेशमा हुने नेपालीलाई मलाई लाग्छ त्यति बढी राष्ट्रियताको मर्म उसले बुझेको छ जस्तो लाग्दैन। कुनै तपाईँ विदेश जानुहोस्, तपाईँको पहिला जुन देश पस्नुहुन्छ पासपोर्टको कलर हेरिन्छ, त्यस पछाडि तपाईँलाई लाइन छुट्याइन्छ, त्यस पछाडि तपाईँ त्यो देशमा तपाईँको इज्जत भनेको जतिसुकै म सक्सेस हुँ या विफल हुँ, तर जहिले पनि राष्ट्रसँग जोडिया विषय भएपछि राष्ट्रलाई गाली गरेको चित्त दुख्छ। त्यसमा अहिले सार्क बाहेक 25 लाख नेपालीहरू बाहिर बस्छौँ। ती 25 लाख नेपालीहरू सबै नेपाललाई सहयोग गर्न सक्षम हुनुहुन्छ भन्ने यो पनि भ्रम छ। हाम्रो उद्देश्य के हो भने तपाईँ हाम्रो छिमेकी राष्ट्र इन्डिया हेर्नुहोस्, चाइना हेर्नुहोस्। इन्डियाले यस्तो खालको एउटा हुइम निकाल्यो, एनआरआई भन्ने हामीभन्दा धेरै अगाडि बनिएको चिज हो। र उसले के गरे भन्नुहुन्छ भने विदेशमा सफल भएका इन्डियनहरूलाई इन्डिया सरकारले जसरी हुन्छ भित्र्याउने वातावरण उसले बनाए। हाम्रो अहिलेको क्याम्पेन भनेको सबै चिज हुँदा हुँदै पनि एउटा राजनीतिक कारणले नेपाल यति गरिब हुनु पर्यो भने अब हामी सबै विदेशी नै होइन, सबै नेपाली नेपाल फर्क्यौँ। एनआरएनको ठुलो एजेन्डा भने यो हामी सबै नेपाल फर्क्यौँ र हाम्रो नेपाललाई अरू कसैले आएर बनाउने होइन, हामीले नै नेपाल बनाउनुपर्छ भन्ने एजेन्डा ठुलो हो यो हामीले गर्न खोजेको क्याम्पेन। कतिपय एनआरएन भित्र नै अन्यल छ। वास्तवमा एनआरएन के हो, कस्ता व्यक्ति एनआरएन हुने भनेर अब यो एउटा अन्यल छ। यसै बिचमा अहिले जुन दक्षिण कोरियामा एनआरएनको अब अधिवेशन पनि हुँदैछ। त्यो अधिवेशनको हुन त अब सबै देशमा अधिवेशन भइसकेको छ। केही समयपछि नेपालमा चाहिँ अब विश्वभरिका एनआरएनहरू भेला भएर राष्ट्रिय सम्मेलन गर्दैछन्। तपाईँले यो दक्षिण कोरियामा अब हुने यो जुन अधिवेशन छ त्यो अधिवेशनमा कस्तो व्यक्तिहरू आउनुपर्छ र कस्तो व्यक्तिले नेतृत्व गर्नुपर्छ भन्ने चाहना राख्नुभएको छ? अब यसमा के छ भने एनआरएन भन्ने चिज हाम्रो विधानले नै स्पष्ट तोकेको छ कि सार्क राष्ट्र बाहेक 182 दिन, जबकि वर्षको 6 महिनाभन्दा बढी विदेशमा बस्ने जोसुकै नेपाली पनि एनआरएन हुन सक्छ। त्यो एउटा विधानले तोकेको विषय हो। र यो एनआरएनमा दोहोरो नागरिकताको कुरो अहिले ठुलो विषय भएको छ। यसमा धेरै जटिल कुराहरू पनि छन्। हामी जो एउटा नेपाली नागरिकता बोकेर नेपाली पासपोर्ट बोकेर बसेका छौँ, ती व्यक्तिहरूलाई त्यत्रो ठुलो यो दोहोरो नागरिकताको उपयोग छैन। तर हामीले एउटा मार्मिक कुरा के बुझौँ भने एउटा ब्रिटिस लाहुरे भएर बसेका व्यक्तिहरू जब ब्रिटिस सरकारले उहाँहरूलाई बोलाएर उहाँहरूलाई त्यहाँको नागरिकता दिएर बस्ने वातावरण बनाइदिएको छ, त्यतिखेर उहाँहरूले आफ्नो नेपालको सबै चिज छोडेर जानुपर्ने अवस्था हुन्छ। हामीले यो दोहोरो नागरिकताको माग गरेको भनेको कुनै विदेशमा बस्ने नेपालीको लागि होइन। एकचोटि जन्मिएको नेपाली त्यो जन्मसिद्ध जहिले पनि नेपाली हो, त्यसलाई विदेशीको रूपमा गनिनु हुन्न भन्ने उद्देश्यले दोहोरो नागरिकता। जबकि उसले नेपालको नागरिकता नछोडिन्जेल ब्रिटिसको नागरिकता पाउँदैन भने उसलाई त नेपालको नागरिकता मन नभए पनि छोड्न बाध्य हो नि। यसको मतलब यो हो कि नागरिकता छोड्नु नपरोस्,
उसले त्यो देशले लिन त्यो देशमा गएर 2 पैसा कमाउन सक्ने र त्योबाट लिन सक्ने छ भने नेपालको नागरिकता नछोडी त्यहाँ बस्दा के राष्ट्रलाई घाटा भयो त? ऊ त उसको आफ्नो सम्पत्ति परिवार सबै नेपालमा छ भने जतिखेर पनि आउन सक्ने वातावरण बनोस् भन्नको लागि मात्रै हो। त्यो दुवैका नागता बनाएर अवसर पर्दा त्यहाँ जाने फेरि फर्केर आओस् भन्नु होइन। एकचोटिको नेपाली जहिलेको पनि नेपाली हो र उसलाई फेरि पनि नेपाल फर्केर आउने वातावरण जहिले पनि ढोका खोला होस् भन्नको लागि हो। त्यसो भएदेखि अहिले एनआरएनको जुन गतिविधिहरू छ, एनआरएनको जुन अहिलेको कार्यकाल कसरी अगाडि बढिरहेको छ, यो अधिवेशनमा चाहिँ कस्ता व्यक्तिले नेतृत्व गर्नुपर्छ भनेर केही तपाईँले केही त्यो एनआरएनको बारेमा केही सोच बनाउनु भएको छ? यसो छ, यो व्यक्तित्व यस्तै भन्नुभन्दा पनि एउटा कुनै पनि संस्थाको उद्देश्य हुन्छ। त्यो उद्देश्य अनुसार हामीले हिँड्नुपर्छ। तर त्यो उद्देश्य अनुसार हिँड्नलाई पनि कति कुरा समय र वातावरणले पनि फरक पार्छ। जतिखेर हामीले एनआरएन संस्था बनाउँदाखेरि एउटा संयोजक कमिटी हामीले बनाएका थियौँ, त्यतिखेर सबैको यसो गरौँ है भन्दाखेरि जतिखेर पनि गर्न सक्ने वातावरण थियो। बिचमा समय धेरै परिवर्तन भयो। अब यहाँ पनि सबै देशमा अहिले आएर कस्तो खालको खल्लो अनुभव भएको छ भने जुन देशमा एनआरएनका राष्ट्रिय संयोजक समितिहरू बनेका छन् त्यो देशमा धेरै पुराना सङ्घ संस्थाहरूले धेरै अगाडिदेखि काम गरिरहेका छन् र ती सङ्घ संस्थालाई एउटा हातेमालो गर्न हामीले ओपनली गर्न नसकेको अवस्था एउटा दुःख लाग्दो छ। एउटा कुनै पनि समाजमा प्रतिनिधित्व गर्नु भने त्यति सजिलो विषय होइन। जबकि 10औं 20औं वर्षदेखि एउटा राजनीतिक अर्थात् कुनै समाजसेवाको हैसियतले इस्टाब्लिस भइसकेका संस्थालाई ल म कहाँ आऊ यसो गर भन्नुभन्दा हातेमालो गर्नुपर्ने हैसियतमा हामीले कति कुरा हाम्रा कमजोरी मैले पनि अनुभव गरेका छु र त्यतिखेरको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ। हामीले पनि समय सापेक्ष एनआरएनलाई पनि परिवर्तन गराउनुपर्छ र जसले त्यो संस्थालाई लिडरसिप गर्छु भनेर जान्छ त्यो व्यक्तिमा पनि त्यो खालको कन्भिन्सिङ क्यापासिटी र समाजले के माग्दैछ त समाजलाई मैले के दिनुपर्छ यी कुराहरू जहिले पनि सोच्नुपर्ने हुन्छ। र अबको नेतृत्व भनेको मैले देखेँ एनआरएनकै मात्रै नारा बोकेर होइन, जुन जुन देशमा एनआरएनका राष्ट्रिय संयोजन समितिहरू छन् त्यो देशको कम्युनिटी सबैलाई समेटेर हातेमालो गरेर एउटै ठाउँमा हिँड्न सकिँदैन भने मलाई लाग्छ एनआरएनको यो एजेन्डा पनि हामीले सोचे जति सजिलो छैन। र दोस्रो कुरो एउटा त्यो विदेशमा बस्ने नेपालीहरूको कम्युनिटीमा एकमत नहुन्जेलसम्म र सहमतिको वातावरण नहुन्जेलसम्म कुनै एउटा त्यस्ता हामीले उपयोगी र सक्रिय रूपमा गर्नुपर्ने कुनै पनि स्पष्ट कामहरू देखाउन गाह्रो हुन्छ। यो अब हुन लागेको अधिवेशनमा जस्तो धेरै व्यक्तिहरू अब अहिले चुनावको माहौलमा आएर संस्थालाई नेतृत्व गर्ने चर्चा परिचर्चाहरू पनि चलिरहेका छन्। केही व्यक्तिहरू सहमतिका कुरा गरिरहेका छन्। यो अवस्थामा कता कता यो संस्थापक तपाईँ एउटा यो यसलाई चाहिँ यहाँको चाहिँ संयोजक समेत रहेर यो जुन सन् 2006मा स्थापना भएको एनआरएनको चाहिँ एकचोटि एउटा कार्यकाल चाहिँ म पनि चलाउनु पर्यो भनेर अध्यक्षमा आउने तयारी गर्दै हुनुहुन्छ भन्ने पनि हामीले कता कता जानकारी पाएको छौँ कि यो साँचो हो? अब यहाँलाई म के जानकारी गराउँ भने हामी कहाँ जतिखेर पनि मैले भन्ने गरेको छु सहमति सबभन्दा ठुलो कुरा हो। त्यतिखेर हामीले जानेर नजानेर गल्ती गरेका छौँ, त्यसको जिम्मेवारी म आफू पनि छु। एउटा संस्थापकको हैसियतले म परै छुट्टै बस्न मिल्दैन र जुन अवस्थामा हामीले सहमतिमा जान सक्नु पर्थ्यो त्यसमा हामीले गर्न सकेनौँ, त्यो हाम्रो ठुलो दुर्भाग्य हो। त्यसले हामीलाई के सिकायो एउटा पाठ भन्नुहुन्छ भने हामी विदेशमा बसेर एउटा सानो नेपालीको जन्जाल यसरी दुई पक्षमा विभाजित भयो भने हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ भन्ने मैले राम्रो पाठ मैले संयोजन गरेको संयोजक कमिटीको अर्को अधिवेशनमा सिकेको छु। र मबाट फेरि पनि त्यो खालको डिभाइड हुने र निर्वाचनमा जाने र मलाई घोषणा गरेर मलाई भोट दिनु पर्यो अध्यक्ष हुन्छु भन्ने काम मबाट हुँदैन। र समाजलाई सञ्चालन गर्ने सन्दर्भमा फेरि पनि एउटा जन्मिएको चिजलाई अलिकति सबै साथीहरूको सहयोगमा व्यक्ति कसैले केही पनि होइन, समाजको ठुलो हैसियत हुन्छ र त्यो समाजलाई कुन बाटोमा हिँडाउनुपर्छ भन्ने कुरा एउटा व्यक्तिको हुनसक्छ। त्यस्तो मान्छेले लिडरसिप गर्नु पर्यो र लिडरसिप भन्ने कुरा पनि अब मैले भन्दा पनि एउटा भ्यू दिन सक्नु पर्यो। त्यो भ्यूमा सबैलाई समेटेर लान सकियो भने एउटा भिजन र मिसनको कुरा आउँछ। भिजन भएपछि त्यसलाई त्यो ठाउँमा पुर्याउने भने मिसन भयो। होइन, तपाईँको सम्भावना छ कि छैन अब आउने? जस्तो सहमतिको कुरा गर्नुभयो, अब एउटा पुरानो समयको र अहिले नयाँ जेनेरेसन नयाँ साथीहरू जसले चाहिँ एनआरएनलाई सक्रिय भएर हाँक्न खोजिरहेका छन् उनीहरू पनि आउन चाहे भने सहमतिको वातावरण बनेन भने तपाईँ चुनावी प्रक्रियामा आउनुहुन्छ? चुनावी प्रक्रियामा म जान्न। र अर्को कुरो के छ भने पुराना साथीहरूको पनि हामीलाई त्यति नै खाँचो रहेछ, नयाँ पिँढीलाई पनि हामीले समेट्नु छ भनेपछि हामी कहाँ विकल्प भनेको एउटा सहमति मात्रै हो। पुराना साथीहरूको अनुभव र नयाँ साथीहरूको जाँगरलाई एकै ठाउँ मिसाएर जुन हामीले एउटा यो मोटो बोकेर एनआरएन हिँडेको छ र यो मोटोलाई हामीले सक्सेस बनाउन
अहिले भइरहेका सङ्घ संस्थाहरूको सबभन्दा ठुलो रोल छ र यसलाई एउटै घरमा र एउटै वातावरण हामीले भित्र्याउन सक्यौँ भने मात्रै एनआरएनको पनि प्रगति हुन्छ र एनआरएनको प्रगति हुनु भनेकै जे जति जुनसुकै संस्थाको नाममा म बसे पनि एउटा नेपाली 182 दिनभन्दा बढी बसेको नेपाली मैले हुन्न भने पनि स्वतः नागरिक हैसियत भएले कुनै एउटा अन्तर्राष्ट्रिय लेभलमा नेपाल र अरू अन्य दुई देशको बिचमा पुलको रूपमा काम गर्ने संस्था भनेको अहिलेलाई एनआरएन नै सबभन्दा ठुलो विकल्प हो र त्यसमा सबै साथीहरूलाई एकचोटि गरौँ भन्ने होस्टेलमा हैसे गर्नुहुन्छ भने म सहमतिमा आउन तयार छु। भनेपछि हामी के बुझौँ भनेदेखि यहाँ जुन हुन लागेको अधिवेशनमा सङ्घ संस्थाका जुन एनआरएन भित्रका साथीहरूले र एकचोटि केपीजी तपाईँले आएर चलाइदिनु पर्यो भनेर भन्नुभयो भने तपाईँ गर्नुहुन्छ, त्यहाँ वातावरण मिलेन चुनावी माहौल भयो भने चाहिँ अरू आउने साथीहरूलाई तपाईँले छोडिदिनुहुन्छ। अब यो कस्तो भयो भन्नुहुन्छ भने कुनै पनि चिज गर्न तपाईँ आएर गरिदेऊ भन्ने त्यो मेरो मनसाय होइन। कोही चिज गर्नलाई सम्बन्धित मान्छे कति इच्छुक छ त्यो एउटा ठुलो कुरो हुन्छ। तपाईँको इच्छा चाहिँ कस्तो छ नि? होइन, समाजलाई एउटा सही बाटोमा लान सबैको अब सबै साथीहरूको सहयोग हुन्छ भने त्यो मेरो एउटा व्यक्तिगत कन्ट्रिब्युसन म गर्न तयार छु। के गर्नुहुन्छ तपाईँ अब अध्यक्ष भएपछि के गर्नुहुन्छ? तपाईँको योजना चाहिँ के छ? एउटा थोरै योजना के छ त? के गर्नुहुन्छ त्यहाँ? अब योजना भन्नुभन्दा पनि जस्तै अहिले हामीले जुन विगतमा बनाएका एजेन्डा मेरै पालाका भनौँ बुद्ध नेपाल भयो, हाइड्रो भयो, अहिले आएर म पछाडिका जुन सहयात्री साथीहरू हुनुहुन्छ उहाँहरूले अझ त्योभन्दा नयाँ कुरो नेपाल हाउसको निकाल्नु भएको छ। भएका चिजहरू हामीले जुन घोषणा गरेर एउटा बनाइसकेका चिज छन् त्यसलाई सबभन्दा ठुलो कुरो प्रति निरन्तरता दिनु पर्यो सबभन्दा ठुलो। र दोस्रो कुरो यसलाई निरन्तरता दिँदा दिँदै समय सापेक्ष अरू केही नयाँ एजेन्डा आउन सक्छन् र अहिलेको कुरामा बुद्ध नेपाल र हाइड्रोलाई छोड्न मिल्दैन। अब त्यसमा पनि बुद्ध नेपाल त हाम्रो एउटा एनआरएन कोरियाले सुरु गरेका चिज हो र एक ताका कोरिया जस्तो ठाउँमा 90% बुद्धिस्ट भएको ठाउँमा अझै पनि हामीले एउटा सर्वेले देखाइसकेका छ 85% कोरियनहरूले गौतम बुद्ध इन्डियामा जन्मियो भनेर हामीलाई देखाइसकेका छन्। 7% नेपाल र 8% अन्य देशको हामीले नतिजा भोगेका छौँ। यो नै एउटा सबभन्दा ठुलो एजेन्डा हुन्छ। फेरि पनि यो कार्यकालमा आएर अबको एनआरएनलाई एकचोटि प्रतिनिधित्व गर्न पाएँ र गर्नु पर्यो भने मेरो कार्यकालभरिसम्ममा एउटा नयाँ मोडेलको रूपमा यसलाई बनाउन म प्रयास गर्ने छु। मैले यति नै गर्छु, म यति नै बजेट ल्याउँछु, मेरो प्लान यो छ भन्न यो समाजसेवा जस्तो विषय हो र कुनै हामीले काहीँ एउटा साधन स्रोत पहिल्यै तयार गरेर विषय होइन। तर कति ठाउँ मैले पनि देखाएको छु यो एउटा चिज अपवित्र ठाउँ हो, यसलाई पवित्र ठाउँमा उद्देश्य छ भने मलाई लाग्छ हामी कहाँ उद्देश्य छ भने पुरा गर्ने साधनहरू थुप्रो छन्। अहिले हाम्रो एउटा कम्युनिटी दह्रो भइसकेको छ, जबकि 60वटा संस्था हामी यहाँ छौँ। एउटाले 10,000 मात्रै सहयोग गर्ने हो भने हामी कहाँ 6 लाख कोरियन जम्मा हुन्छ। त्यस्तै अहिले कोरिया सरकारले मल्टिकल्चरल सोसाइटी भन्ने धेरै चिजमा विदेशीहरूलाई एट्र्याक्सन गरेको छ। यदि हामी कहाँ राम्रो एजेन्डा र हामीले कुनै प्रोजेक्ट बनाएर गयौँ भने कोरिया सरकार र यहाँको विभिन्न सङ्घ संस्थाको सहयोगले हामीले लिन सक्छौँ। र म यो कुरा यहाँलाई स्पष्ट भनौँ, यदि हामीले राम्रो उद्देश्य बनाएर गयौँ भने 2 वर्षभित्रमा यसलाई अर्को रूपमा परिवर्तन गर्न चाहिँ सकिन्छ। हुन्छ केपी सुब्बाज्यू, यहाँलाई धेरै धेरै धन्यवाद। आफ्नो एकदम महत्त्वपूर्ण समय व्यस्तताको बावजुद पनि हाम्रो यस कार्यक्रमलाई दिनुभएकोमा। आगामी दिनहरूमा यहाँले जुन एउटा लक्ष्य एउटा सोच लिएर फेरि एनआरएनलाई एकचोटि नेतृत्व गर्छु भनेर जुन एउटा इच्छा राख्नु भएको छ, यहाँको इच्छाको लागि पनि हाम्रो तर्फबाट शुभकामना। हस् त, धन्यवाद। यहाँलाई पनि धन्यवाद र सम्पूर्ण दर्शकवृन्दहरूलाई पनि एकचोटि यो एनआरएन भन्ने जुन अहिले रघुजीले मलाई अलि बढी चासोको विषय बनाएर सोधिदिनु भयो। एनआरएन भन्ने चिज तपाईँ हामी सबै 182 दिनभन्दा बढी विदेशमा बसे सबै नेपालीको साझा संस्था हो र अहिले आएर हामीले मतलब यो पनि होइन अरू सङ्गठनलाई छोडेर सबै एनआरएनमा लागौँ होइन, सबै सङ्गठनको त्यति नै देन छ, सबैको आफ्नो मर्म छ, उद्देश्य छ। त्यो हुँदै पनि अन्तर्राष्ट्रिय लेभल ठुलो जन्जाल बोकेको र जुन देशमा हामी बसेका छौँ त्यो देश र एउटा नेपाल सरकारको बिचमा पुलको रूपमा गर्न सक्ने संस्था भने एनआरएन नै हो। यहाँहरूलाई यो एनआरएनलाई सक्सेस बनाउनु भने तपाईँ हामी सबैको त्यति नै महत्त्वपूर्ण देन हुन्छ। तपाईँहरूका सजेसन र जसले सङ्गठनलाई सञ्चालन गर्छु भनेर आउँछ उहाँहरूको सहयोगमा हातमा हात मिले मात्रै यो संस्था सफल हुन्छ र यो संस्था सफल हुनु भनेको तपाईँ हामी विदेशमा बस्ने नेपाली सबै सफल हुनु हो। हामी सफल भयौँ भने एउटा राष्ट्रलाई केही दिन सक्ने कुरामा मलाई लाग्छ कसैले पनि दुविधा नलिए हुन्छ। सानो ठुलो हुन सक्ला तर राष्ट्रलाई दिन सक्ने दिन प्रत्येक नेपालीले दिनुपर्छ र त्यो नै एउटा नेपालीको नाताले आफ्नो कर्तव्य पनि हो र एउटा मातृभूमिप्रतिको ऋण पनि हो। धन्यवाद। दर्शकबिन, अहिले हामी भर्खरै
एनआरएन जुन सन् 2007मा दक्षिण कोरियामा स्थापना भयो, एनआरएनका संयोजक व्यवसायी तथा नेपाल पर्यटन बोर्ड दक्षिण कोरियाका प्रतिनिधि केपी सिटोलासँग विभिन्न सन्दर्भमा कुराकानी गऱ्यौँ। यस्तै कार्यक्रमहरू लिएर आगामी दिनहरूमा पनि हामी यहाँहरूको माझमा आउने बाचा गर्दै अहिलेलाई हामी बिदा हुन चाहन्छौँ। यस कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने न्युज 2का निर्देशक सरोज पुष्पा महतो लगायत म रघु त्रिपाठीलाई पनि बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।